हेलो सबै साथीहरूलाई जोरले नमस्ते। आज चाहिँ जाडोमा चिसो चिसो तातो तातो ढेँडो खानुपर्छ। ढेँडो खानुको लागि यो घिउ हाल्नुपर्छ अलिकति, अनि त्यसपछि त्यसरी हाल्यो भने चाहिँ अलिक टाँसिँदैन कि। अनि यो पिठो, यो के को पिठो हो भने गहुँको पिठो यो, अनि यो चाहिँ कोदो फापर सबै मिसिएको पिठो हो। अनि हामी चाहिँ ढेँडो खान लागेको चिसोमा तातो तातो उम्लिसकेको छ। अब हामी चाहिँ पिठो हाल्न लागेको। यो कोदोको पिठो, कोदोको पिठो मेरो पतिदेवले बनाउँदै हुनुहुन्छ। मलाई चाहिँ राम्रोसँग त्यो के अरे अलिक प्रेस गरेर पकाउनु हुँदैन। यो चाहिँ गहुँको पिठो। ल यति धेरै खाइसक्छौँ त हामी, धेरै हुन्छ क्या हो यो, फाल्नुहुन्न अन्न, धेरै गाह्रो छ। हेर्नुहोस् त कस्तो मजाले घिउको पनि त्यो स्मेल आइरह मिठो बनाउने हो। के अरे उता घरतिर चाहिँ काठको उसले बनाउने पनाले हो। यहाँ हाम्रो चाहिँ अब त्यो काठको छैन नि त, त्यही भएर सिल्भरको पनाइ थियो, त्यसले नै बनाउन लाग्यो। यसलाई मजाले के अरे उ गर्नुपर्छ क्या, पकाउनुपर्छ क्या, के अरे मस्काउने क्या। मजाले मस्कायो भने चाहिँ अलिक मिठो नै हुन्छ क्या। लास्टै मिठो जेसँग खाँदा नि हुन्छ, सागसँग खाँदा नि हुन्छ। तर यो के अरे उसको कोदो र फापरको अनि यो गहुँको चाहिँ सकेसम्म मासुसँग खाँदा मिठो हुन्छ। यस्तरी चाहिँ मजाले मस्काउनुपर्छ। अनि बल्ल लास्टै नरम हुन्छ। घिउ पनि हालिदिएको छ, घिउ हालेपछि अलिक टाँसिँदैन भन्छ नि, त्यही भएर पनि हाल्नुहोस् त। हेर्दा हेर्दै कस्तो मजाले कति राम्रो देखिसक्यो। र यसरी मस्काउनु चाहिँ अहिले मलाई अलिक राम्रोसँग नआएर हो, नत्र भने त मलाई नै बनाउनु त आउँछ। हेर्नुहोस् त कति मजाले मस्काउनु भएको उहाँले, मेरो पतिदेव पकाउनुपर्छ। अनि वाउ दामी। अब यो दुईजना अचार हालिदिनुहोस्, ट्याक, त्यसमा ट्याक अचार, समस्याले फोन गरी गुन्द्रुक र छोपको अचार, गुन्द्रुक अनि त्यहाँको छोपको अचार। ल ढेँडा हेर्नुहोस् त, वाउ ढेँडो चिसोमा तातो तातो, वाउ 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 वाउ। अलि यति नै हाल्नु ल पछि खाम्ला अरू चाहिँ। ल ल ल तरकारी हालिदिनुहोस्, तरकारी हालिदिनुहोस् ट्याक्कै। हालिदिनुहोस्। वाउ बास बास पुग्छ 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 बास। पुग्यो 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 पुग्यो। ढेँडो खान लागेको चिसोमा तातो तातो सिलाम के अरे छोप र गुन्द्रुकको अचार, डल्ले खोर्सानी, त्यसपछि मासु, अनि मुगको दाल, यो चाहिँ। अनि हामी चाहिँ खाना खान लागेको। चिसो छ नि त, त्यही भएर यो हजुरहरूको लागि, त्यसपछि मेरो लागि। दामी भयो। जाडोमा चाहिँ मिठो हुन्छ। को छिट्छ होला के अरे मासु मात्र होइन नि, त्यसमा त मुला पनि हाल्नु भएको होइन। दामी छ, दामी मिठो। गुड छ। मासु पकाइहाल्नुहोस् ल। खाइदिन्छु म त।
मासुलाई ढिलो भए मात्र हो नभए पनि ढिलो छिटो खान्छ ढिलो त तातो मिठो हुन्छ यो चिसो भए मिठो हुन्न ढेँडो तातो खाना मिठो हुन्छ नि त यस्तो पिरो सक्छ ढेँडो लिएर आउनुको थिएँ ढिँडो चाहिँ हालिसकेपछि अन्तखेरि एकछिन हल्का सानो आगो बनाउने अनि त्यसरी यसरी फक्लाक्क पारेर निकाल्ने अनि ढाड बाँध्नपछि सजिलो हुन्छ त्यो साथीहरू अनि म चाहिँ यस्तो गर्छु क्या यसरी एकछिन तताएपछि अनि त्यही भएर घिउ हाल्यो भने नि उयो हुँदैन नि त फक्लाक्क निस्किन्छ कति मिठो हुन्छ यो पनि त्यसलाई के भन्छ बोक्रा त बोक्रा केलाई चोइ खाएकोलाई यसलाई माउरी ए माउरी हाम्रोतिर चाहिँ माउरी भन्छ कति मिठो ढेँडो ल ढेँडो पनि खाइसक्यो मिठो भयो जाडोमा है हजुरहरूको बनाएर खानु पनि खानुहोस् ढेँडो दम मजा आयो एकदम ल सबैजना बनाएर खानु होला चिसोमा बाई बाई